यो रिल स्क्रोल गर्नुभन्दा पहिला एउटा कुरा जानिराखौँ है। के तपाईँहरूलाई थाहा छ, मान्छेहरूले पहिलाका अग्रजहरूले अथवा हाम्रा शिक्षकहरूले डायरी लेख्ने बानी बसाल्न किन भन्नुहुन्थ्यो? त्यसको एउटा सिम्पल कारण छ। आफूले दैनिक रूपमा गरिरहेका क्रियाकलापहरू कसरी भइरहेका छन्, हामी आफ्नो जीवन कता सदुपयोग गरेका छौँ अथवा हाम्रो जीवन कता दुरुपयोग भइरहेको छ र आफ्ना दैनिक काम कारबाहीहरूलाई हामी कसरी अगाडि बढाइरहेका छौँ। किनभने मानिस एक बुद्धिजीवी प्राणी हो, संसारका सबभन्दा उत्कृष्ट बुद्धिमत्ता क्षमता भएको प्राणी हो र यो सधैँ पनि आफूलाई अपग्रेड गर्न, आफूलाई वृद्धि विकास गर्न र आफूलाई झन् अझै सक्सेस बनाउन लागि सधैँ नै अग्रसर हुने गर्दछ र अग्रसर हुन खोज्दछ र चाहन्छ पनि। त्यसै सन्दर्भमा डायरी लेख्नुको प्रमुख उद्देश्य अथवा डायरी लेख्नुको प्रमुख उद्देश्य चाहिँ के रहेको थियो भन्दाखेरि आफूले दैनिक रूपमा गरेका काम कारबाहीहरूमा कहाँ छ त आफ्नो कमी कमजोरी, सफलता दुर्बलता, सोर्ट एनालाइसिस भन्छ सर्टमा, स्ट्रेन्थ विकनेस एन्ड अपर्च्युनिटी एन्ड थ्रेटहरू कस्ता कस्ता आइरहेका छन् र हामी त्यसलाई ट्याकलहरू कसरी गरेर कसरी अगाडि बढ्न सकन्छौँ भन्ने कुराहरू यसमा प्रस्तुत गरिएको हुन्थ्यो अथवा त्योबाट हामीले थाहा पाउन सकिन्थ्यो। त्यसको अध्ययन अथवा त्यसमा आफूले समीक्षा गरेर आगामी दिन अथवा भोलिको दिनको लागि यो मेरो गल्ती अथवा यो मेरो सच्याउनु पर्ने कुराहरू हो भन्ने कुरा पत्ता लगाएर त्यसलाई भोलिको दिनमा इम्प्रुभ गर्न सकिन्थ्यो। तर त्यो अवस्था अहिलेको विश्वव्यापी युगमा अथवा यो अहिलेको इन्टरनेटको युगमा त्यो रहेन है। त्यो रहेन भनेपछि के भने त्यसको उपाय त छैन भन्नु मिलेन त, आफूलाई मान्छेहरूले अपग्रेड गर्न छोड्यो त। किनभने अहिलेको इन्टरनेटको युगमा, अहिले यो रिल्सको जमानामा फेसबुक टिकटकमा मान्छेहरू यति एडिक्ट भइसकेको छ कि जस्ट आई एम अल्सो एडिक्ट थिएँ, आई वाज अल्सो एडिक्ट टिल नाउ आई एम सम टाइप्स अफ एडिक्ट। सो कान्ट चेन्ज माइ सेल्फ, कान्ट चेन्जिङ माइ सेल्फ डेफिनेटली फुल्ली प्रपरली होइन। त्यसैले आई एम गोइङ टु च्यालेन्ज माइ सेल्फ। किनभने त्यो डायरी आजको जमानामा डेली भ्लग्समा अथवा आफ्नो रिपोर्टिङमा आफ्नो भिडियोहरूमा प्रस्तुत हुनसक्छ है। त्यो एउटा वे हो। आज 12 बजिसकेपछि 2082 साल, आज समथिङ 23 गति नै हो, 83 साल 23 गति हो। यो भिडियो तपाईँहरू नहेर्न सक्नुहुन्छ, मलाई पक्कै थाहा छ। जस्ट नट मलाई त्यति इफेक्ट पनि पर्दैन। तर एउटा कुरा, म आजको दिन अब 24 गति स्टार्ट भइसक्यो, 24 गतिदेखि जस्ट आर्ट च्यालेन्ज है। आफूलाई जस्ट आजको जो म छु, आज 24 गति जो म आफू छु र 24 गतिको 1 महिनापछि जो म आफू हुनेछु अथवा 21 दिनपछि जो म आफू हुनेछु, त्यसमा म कति चेन्ज पाउनेछु र कति इम्प्रुभमेन्ट पाउनेछु भन्ने कुरा थाहा पाउनका लागि मैले एउटा कम्पेरिजन भिडियो मात्र बनाएको। टुडे मेरो वेट भनेको 75 केजी छ। मेरो मानसिक स्थिति जस्ट क्लियर भिजन छ। म गर्न सक्छु, म गर्ने हो, मैले नै गर्ने हो, त्यसमा एटिट्युड नै छ भन्दाखेरि लेट्स सी है कस्तो हुनसक्छ नि त। यो भिडियो कन्टिन्यू गर्नु होला। हेलो, सब्सक्राइब।